नमस्कार दिदीबहिनी दाजुभाइहरू, म गोमा खरेलको तर्फदेखि सम्पूर्णलाई हृदयदेखि नमस्कार। हर आइदिनु होला। विशेष कुरा उठाउँदैछु। हेर्नु दिदीबहिनीहरू, अब चाडबाड आयो, तीज आयो, अब साउने सङ्क्रान्ति आउँछ। अनि साउने सङ्क्रान्तिबाट चाड सुरु भयो, होइन? हो कि होइन? हो नि, सुरु क्या। अनि त्यहाँबाट सानो तीज आउँछ, ठुलो तीज आउँछ। अब बाबामा नभए चेलीलाई यो चाडबाड नआइ पनि हुन्थ्यो भन्ने हुन्छ है। बाबामा भएको भए अब बुढा अब तीज आयो, छोरी आउँछ, के ल्याउने होला, के खान्छ होली, बिचरा जस्तै सुकै आउन पाउँदिन, के खुवाउने होला बुढा भनेर आमा पिर मर्काले एकदम गलेकी हुन्छन् क्या है। कठैबाट छोरीहरू हाम्रो सास छन् त आउने भन्ने, हामी मरेपछि कसले बोलाउँछ र बराइनी छोरीलाई भन्छन् क्या आमाहरूले। तर केही पनि छैन भने आमा बाउलाई एउटा कोदाको खोले घोटेर त्यो कर्कला पातमा सल्लाह हालेर बाआमाले दिए पनि लेप चाटेको तँ भन्नुहुन्छ। यसो असली दर हुन्छ क्या। त्यो मासु र भात खाएर मात्रै दर हुँदैन, माया गहिरो हुन पर्यो। माया हिँडबाटै छोरी यत्रो फामनी मचिन केही छैन, यत्रो दिनमा आइछ कठैबाट, जतिखेर नि हिँड्न पाउँदिनँ, के गर्ने होला बुढा, मलाई त पिरलाई राख भन आमा कन 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 बुढासित गरिरहनुहुन्छ क्या। त्यो छोरीको मायाले 10 महिनासम्म भुँडीमा राखेर त चेतेर पाएर हुर्काएपछि त्यो आमालाई कति माया कठैबाट। रातभरि सुतो, यताको दुल्लो छेका छन्, यताको दुल्लो छेका छन्, यता फर्को यता ताने हन्, यता फर्को यता ताने हन्। निन्न भो भएर तिनी छोरी हुर्काए बाआमाले है। तब पनि त्यति गरेर हुर्काए, तब पनि गर्न सक्दैनन्, भित्र बाहिर घिसारिन्छन्। हिँडभरि मेरो छोरी के खाँदियो, ओ बुढा जाऊ न, यति मासु ल्याइदेऊ, यति तरकारी ल्याइदेऊ भनेर त्यो आमाले त्यो बुढालाई कनकनाइ गर्नुहुन्छ। अब बुढा चिन पैसा भए त गएर ल्याउनुहुन्छ, नभए के हाने पुलुक्क मुहा हेर्नुहुन्छ क्या। कुरो बुझ्नुहोस् का, कति गहिरो छ। पिर परो गहिरो भन्ने छैन, सामुने भिर पहिरो भनेर गाउने कारण के हो, यो गहिराई बुझ्नु होला। किनभने अब भाउजू बुहारी दाजुभाइ त कस्तो चिज हो भने, कस्तो चिज हुँदो रहेछ भने अनुभव भयो क्या। अब ऐपछि अतो पतो मर्दो जिउँदो कस्ता छन् थाहा छैन। जब तीज आउँछ, अब दाइले फोन गर्दैन, भाउजूले फोन गर्दिन, भाइले फोन गर्दैन, बुहारीले दिदी तीज आए के अरे, हजुर आउनु भ्याउनुहुन्छ भ्याउनुहुन्न, यति गते दर खानी भनेको आउनुहुन्छ र भने बुहारीले बोलाउँछन् है। जसरी नै आउनु होला है, त्यति चाहिँ मनमा राख्छन्। दाइ भाइले किन बुझ्दैनन् भने चेलीबेटी तिजा किन आएनन्, किन आउन खोज्दैनन् भनेर दाइ भाइले बुझ्न खोज्दैन। किन बुझ्न खोज्दैन मेरा दाजुभाइ? दिदीबहिनीको धेरै मन धर्केर धर भएर यिनी चोली भिजिया हुन्छ क्या। मन धर्केर कुरा बुझ। दिदीबहिनी माइत नआउनेको कारण किनभने मिठा मुखले तपाईँलाई खाँदैनौ, मिठो दिन पर्दैन। तितो भयो भने गुलियो हुन्छ हजुर, मिठा मनले दिने भने बोलाउँछन् बुढा बुहारीहरूले, भाउजूहरूले। केही छैन क्या, तपाईँको दाइले केही ल्याउनन्, तपाईँको भाइले केही ल्याउनन्, हामीले के पकाउनु जे छ उही पकाउँछ भनेर यताबाट घोचेको यता निकाल्छन्, अनि यताबाट घोचेको यता निकाल्छन्। अनि भनेपछि त्यो एक गाँस त्यो भात खान किन जाने? श्रीमानले ए मेरी बुढी के पकाउँछौ, अब म ल्याइदिन्छु भन्छ लौनीले क्या है। अनि आएर चुप्प श्रीमानले मै खान्छ, यता पनि चुप्प मै खान्छ। अनि ल्याउ न पैसा, म सामान ल्याइदिन्छु, तिमी पकाऊ अनि खाम्ला भने श्रीमानले मिठाई भन्छ भने बाबुमाका सेखापछि नि चेली टुरो हुन्न क्या। श्रीमान चाहियो सत्य। फेरि अहिलेका छोराछोरीलाई के छ भने छोरी हुन् चाहे भाइ दाइ हुन्, ससुराली भएपछि त धरो फुकालेर नि लान्छन् है। छोराछोरीले नै धरै फुकालेर लान्छन्। आमा बाउ चाहिएन, दिदीबहिनी चाहिएन कि मेरा प्याराजन यसरी उठाइदिन पर्छ कि कुरा बिसुको कुरा हो, मेरो होइन है। मेरा माइती नरिसाउनु होला, हाम्रा छोराछोरी कसैका दिदीबहिनीका पर्ने नरिसाइदिनु होला है, आफ्नै पनि नरिसाइदिनु होला प्लिज। कति दिदीबहिनी रोएर मेरा माइतीले हेरेनन्,
मलाई बहिनी बनाइदिनु न भनेर कति रुन्छन् के पत्रकारहरूसित रवि लामछानेसित त्यो पतारिएर रोएको देख्दा हिँड्दा तेरो जीवन पनि मेरा जस्तै रहेछ नि प्रभु भन्छु क्या। त्यही भएर दिदीबहिनी श्रीमान भाग्यले राम्रो दियो भने स्वर्ग यही हो, मरेर स्वर्ग गइन्छ अरे, नर्क गइन्छ। यत्रो कसले भोगेर आए झुन्नेर मरे नर्का जान्छ अरे, कालले पर्खे जाने स्वर्ग। स्वर्ग गएर नझुन्याओ, औधिलो काम नगर, यस्तो भोग्न पर्ने रहेछ। अन्त तपाईँको कोही आए यहाँ भन्न? कोही नै आए। सरक नरक भनेको श्रीमानको हातमा छ। जाँड नि दुनियाँ से सुतेर आइस हेर नि भालु नि भनेर पिट्ने पोइ छ भने, लत्ता लत्ताले मुन्ने खाना लगाएको थाल फालिदिने लाउने छ भने नारीको नर्क यही हो। श्रीमानले मिठो मुख यता चुप्प खाइदिने, यता चुप्प खाइदिने, यति चुप्प खाइदियो भने स्वर्ग यही हो। हजुर कस्तो हो मेरो प्यारो धनहरू। गोमा खरेलको आवाज सम्पूर्णले सुनिदिनु होला।